हाम्रो बौलानी रानीले चाहिँ के भन्दैछ सुन्नु है। बालेन शाहको हिम्मत छ त खोलाकै डिलमा उभिएको पशुपतिनाथलाई डोजर चलाउने। यस फुक्का होइन, यो माटोको मान्छे सबै पागल हुन्छन् क्या हो। अब त पशुपतिनाथ सुकुम्बासी बस्तीमा छ, त्यसलाई डोजर लगाउनु पर्छ। अन्न खाने गर के गु नखा, धेरै हर्के गु खायो भने यस्तै हुन्छ। होइन के यो गुइठेलाई चाहिएको चाहिँ के रहेछ के तेरीमा झ्याग्नी जाँठा कतिसम्म खैरो खने के 6 महिना बित्ने बेलासम्म पनि त्यही खैरो खनेर बस के हर्का साम्पाङ गुइठे लेडे धरानवासीको दुःख पीडा के हो बुझ। तँलाई एक एकले थुक्न लागिसक्यो होइन के बिना सकिँदै गएको के त जब 3 सिटेले प्रधानमन्त्री पड्काउन पाउँछु भनेर त घोया पनि त्यो दिमागमै नसोचे हुन्छ के जाँठा। बेहोरा अनुसारको बोली के अलि यतातिर आइमे जस्तो छ कि क्या हो त बालनले प्रधानमन्त्री बनाउँछ भनेर दिमागमा लिएर हिँड्ने हर्के जस्तो मान्छेले देशको राजनीति चलाउँछन् त। मेयर बन्ने योग्य होइन रहेछ क्या हर्के भने। मान्छेले भन्न चाहिँ भन्छन् हर्केको बुद्धि, त्यो बुद्धिले देश चल्छ त। मेयर बन्ने ल्याकत र हैसियत नभएको मान्छे हो यो हर्के भनेको। त्यो बेकुब मान्छे यो देशमै कोही छैन भने हो पहिला नै। हिजो तपाईँलाई यो कुन घटनामा भन्नुहुन्छ भने हिजो उसले जब जेन्दी आन्दोलन भयो हत्तर पत्तर जेन्दीहरूको म माग पुरा गर्छु, कारबाही गर्छु हो, मलाई प्रधानमन्त्री बनाऊ, बालेन किन नगएको, नामर्दा जनताले चाहँदाखेरि पनि प्रधानमन्त्री नबन्ने, म चाहिँ तपाईँको हिजो चाहिँ त्यो चाहिँ 76 जनाको चाहिँ जो हत्या गरेका छन् तिनलाई चाहिँ केपी ओली र रमेश लेखकलाई कारबाही गर्छु भनेर उफ्रेर हिँड्ने होइन। अहिले यत्रो भएर म प्रधानमन्त्री भन्ने हिँड्ने। केपी ओली त सेकेन्ड केपी ओली छ नि यो त। सेकेन्ड केपी ओली तपाईँ देखाए त ज्यानमारी धम्की आयो नि त उहाँलाई त। सुन्नुहोस् न, ज्यानमारी धम्की होइन खुट्टा भात दिन्छ। अब त्यहीँको जनताले जसले भोट हालेछ नि तिनलाई खुट्टा भात छ। किन भन्नुहोस् न, आज हिजो त्यत्रो चाहिँ मान्छे मार्ने मान्छेलाई समात्दाखेरि चाहिँ छोडिदिनु पर्छ भने पागल होइन। हिजो ऊ आफैले भने होइन तपाईँको चाहिँ म कारबाही गर्छु त्यसलाई चाहिँ म प्रधानमन्त्री बनाओस् भने होइन। कस्तो खालको यो केपी ओली भन्दा कम ताण्डव देखाउने मान्छे त होइन चाहिँ यो। हाम्रो राजा हाम्रो आफ्नै छ, हामी यलम्बरको सन्तान, हामी पनि एउटा राजा खडा गर्नेछौँ। सदनमा पर्चा पम्पलेट प्लेकार्ड बोक्ने ठाउँ होइन, त्यो त बोली बोक्ने ठाउँ। हर्कजीलाई केही वर्ष अझ चाहिँ धरानको चाहिँ नि मतलब के भने वडा सदस्य भएर काम गर, के हो राजनीति भने त्यहाँलाई सिकेर हो भन्नुपर्ने अवस्था आयो। म पनि हो, म के हो तपाईँले बनाएको उपनेता म नेता हो क्या। तपाईँले भनेर हुन्छ तपाईँलाई देखाइदिनु है गर्नुहोस्। म धरानको सबभन्दा ठुलो मान्छे हो। मै हो प्रधानमन्त्री। 1 बन्छु 2 बन्छु 3 बन्छु, यो देशको प्रधानमन्त्री म हो। तिमीहरूलाई चुनाव गरेर गठबन्धन गरेर तिमीहरूलाई चुनाव